कहिलेकाहीँ प्रकृतिसँग रमाउँदै जाने क्रममा यति रमाइलो रमाइलो दृश्यहरू देख्न पाउँदा मनै फुरुङ्ग भएर आउँछ कि। र लास्टमा यति रमाइलो हुँदाहुँदै कहिले के हुन्छ कहिले के हुन्छ कहिले कहाँ पुगिन्छ, यसरी बाटैमा रात पर्छ र यसरी दाउरा खोजेर बालेर अन्धकार रातमा यसरी रात बिताउँदा सुनसान ठाउँमा पनि यति रमाइलो लाग्छ नि। ओहो, यसरी बर्षात हुन्छ, सुनसान रातमा यात्रा कठिन हुन्छ। एक्लो यात्रा, सुनसान यात्रा, अन्तर्विहीन यात्रा, तर सुन्दर, अति नै रमाइलो क्षणलाई भुल्नै नसक्ने हुन्छ। साथीहरू, यात्रालाई अगाडि बढाउँ, प्रकृतिलाई माया गरौँ र प्रकृतिसँग रमौँ।